उसको शरीरमा अथवा केटा मान्छेको शरीरमा टेस्टोस्टेरोन नेचुरली बढाउने 3वटा मेडिकली प्रुभन टेक्निकहरू म बताउँछु त्यो तपाईहरुलाई। नम्बर 1, जिम जानुस्, एक्सरसाइज गर्नुस् है, वेट ट्रेनिङ गर्नुस्। जति वेट ट्रेनिङ गर्नुहुन्छ, मसल जति मास बढ्छ नि त्यति नै टेस्टोस्टेरोन पनि बढ्छ। अथवा हिट भन्ने ट्रेनिङ हुन्छ, युट्युबमा टन्नै भिडियोहरु छ, हेर्न सक्नुहुन्छ तपाईहरु। हाई इन्टेन्सिटी इन्टरभल ट्रेनिङ हैन, टाइम मिलाएर कुनै दिन वेट ट्रेनिङ गर्ने, कुनै दिन हिट ट्रेनिङ गर्नुस्। हेर्नुस् टेस्टोस्टेरोनले कति बुस्ट गर्छ। नम्बर 2, सुत्नुस् मज्जाले है, दिनमा कम्तीमा पनि 7 देखि 9 घण्टा डीप स्लिप चाहिन्छ मान्छेलाई। निन्द्रा एकदम कम सुत्ने मान्छेको टेस्टोस्टेरोन कहिले पनि बढ्दैन। डीप स्लिपले चाहिँ टेस्टोस्टेरोन बढ्ने धेरै रिसर्चले देखाएको छ। सुत्नुस् सकेको है। तेस्रो र अन्तिम कुरा, स्मोकिङ गर्नुहुन्छ छोड्दिनुस्। पेट यत्रो छ तपाईहरुको, पेट यत्रो ठुलो भएको मान्छेको टेस्टोस्टेरोन हाई अथवा नर्मल कसरी हुन्छ? सम्भवै छैन। जुन पोसो हुन्छ नि त्यसले कहिले पनि टेस्टोस्टेरोन बढ्न दिँदैन। अर्को कुरा, नेचुरली टेस्टोस्टेरोन बढाउने 2-4 वटा खानेकुराहरू खानुस्, जस्तो लसुन है, लसुनको पोटी एउटा बिहान एउटा बेलुका रेगुलर बिहान बेलुका एउटा खाने गर्नुस्। पुरै होइन नि फेरि एउटा दाना खाने गर्नुस्। प्याज खाने गर्नुस् दिनमा एउटा, र अन्डा हुन्छ नि बोइल्ड एग खानुस्, र विथ येल्लो, त्यो येल्लो हुन्छ नि त्यो येल्लो सहित चाहिँ अन्डा खानुस्। अहिले तपाईहरुले यो एक्सरसाइज र स्लिप र यो खानेकुराहरू अलिकति मिलाउनु भयो भने टेस्टोस्टेरोन हेर्नुस् 3 महिनामा पुरै तपाईहरुले टेस्टोस्टेरोनको लेभल पनि फरक पाउनुहुन्छ र आफूमा भएको एनर्जी सबै कम्प्लिटली डिफरेन्ट पाउनुहुन्छ तपाईहरुले।